गाडीमा नि सुत्यो जिन्दगीमा यस्तो पनि अनुभव हुँदो रहेछ। होटलहरू त्यस्तो राम्रो राम्रो छ। एकजनाले कार बाबु केही चाहिन्छ र भन्नु छोको मात्रै थियो सेन्सर बिग्रियो भन्छ। मेरो गाडीमा नि खासै केही पनि भएको छैन। यो डिस्प्याच सकेर यो डिस नै यत्रो कोरेको कि यस्तो भएको यस्तो छ स्थिति। युरोपमा गाडी बिग्रियो भने यतिसम्म गाह्रो हुन्छ। जलपरी आएर केटाहरू ताक्न गइसके। सो गाइज होइन हामीले चाहिँ अब यो एम्स्टर्डम चाहिँ घुम्यौँ। अब यहाँदेखि चाहिँ यहाँदेखि बिच जान्छ होला मेबी। गाइज होइन फुल झरिराखेको हेर्नु तल आइरहेको छ। सिप गयो होइन रोड तल आयो क्या। अब त्यही रोडबाट म जाने त्यो पोल पनि रेड लाइट। सो गाइज प्रब्लम भयो ठ्याक्कै गाडीको डिस्प्याच सक्यो। यहाँनिर हेर्न सक्नुहुन्छ यो पुरा यो डिस्प्याच सकेर यो डिस नै यत्रो कोरेको कि यस्तो भएको। यहाँनिर डिस्प्याच सक्यो। अब आज चाहिँ किङ अफ डे भनेर नेदरल्यान्डमा सार्वजनिक छुट्टी। त्यही माथि आज शनिबार र आइतबार आज र भोलि मैले धेरै ग्यारेजलाई कन्ट्याक्ट गर्न खोजेँ। कुनै पनि ग्यारेज खुल्ला छैन। कल गऱ्यो भने पनि आउँदिनँ गर्दिनँ भनेर त्यहाँ एउटा ग्यारेज खुल्ला रहेछ। त्यहाँ गएको त्यहाँ पनि आई कान्ट हेल्प यु भनेर त्यो गरिदियो। बिजोग भयो। रोडको बास हुने भयो। अब 2 दिनसम्म केयर बस्ने भनेर उहाँ केटाहरू चिन्तामा छन्। एम्स्टर्डममा जर्मन गाडी भन्दै आएको। जर्मन गाडीले त धोका दिइहाल्यो नि। अब आई डोन्ट नो के सल्युसन फाइन्ड गरिन्छ, कसरी म्यानेज गरिन्छ आई डोन्ट नो होइन। हाइवेमा अझ हाइवेबाट एक्जिट गरिसकेपछि यो थाहा पाएँ कि मैले अघि नै म एम्स्टर्डममै हुँदा हेरेको भए म गाडीले निकालेर हिँड्दैन थिएँ। अब बाहिर निस्केर लगभग 30-40 किलोमिटर यता हाइवेमा आइसकेपछि चाहिँ त्यो पछि डिस्प्याचै सकिया रहेछ। डिसै कोरेको छ कि धेरै। अब कसरी फाइन गर्ने के गर्ने फेरि नेदरल्यान्डको बारे केही थाहा छैन होइन। त्यही भएर नि प्रब्लम भयो। सो गाइज रोडको बास भयो अन्तिम। बास चाहिँ यस्तो छ स्थिति। यो युरोपमा गाडी बिग्रियो भने यतिसम्म गाह्रो हुन्छ। त्यही माथि बिदाको दिन अघि एकजना थियो एउटा बौलाको त्यो खुलिरहेको थियो के भन्छ त्यसलाई, त्यो मेकानिक सप खुलिरहेको थियो। यति बनाइदिएन हेल्प गर्दैन। हामी नेपाली भएको भए त बनाइदे गरौँ भन्थ्यौँ नि। सो बनाइदिएन। त्यही भएर बाटोमा छौँ। यता उहाँ गाडी कुदिरहेछ पङ्खा घुमिरहेछ भन्दै गर्ने। कस्तो छ त स्थिति। अब राति गाडीको बास कतै हिँड्नु युरोप टुर गर्दा चाहिँ शनिबार र आइतबार चाहिँ हिँड्नै भन। कन्सेप्ट भयो भने गयो या टालिँदै ड्युटी छुट्टी नै त्यही टाइम हुन्छ त। एकजना मेकानिक हिँडेको। सो हेर्न सक्नुहुन्छ यही ठाउँमा छु म। रमाइलो ठाउँ छ हाम्रो। यो बास यस्तोमा छ। गाह्रो छ गाइज। राति यहाँनिर पुरा यो उत्योहरू छ। त्यहाँनिर गाडी राखेको छ तल। त्यहाँ छ आयो है। गाह्रो भयो 2 दिन आज र भोलि गाडीको बास हुने भयो। युरोपमा गाडी बिग्रियो भने यही समस्या हो। त्यहीमा चाहिँ शनिबार आइतबार त घुम्न जाने त त्यो चान्सै छैन। होटलहरू त्यस्तो राम्रो छ। एकजनाले कार बाबु केही चाहिन्छ र भन्नु। Next day. Hello everyone, good morning from के भन्छ त्यसलाई कि यो जङ्गल होइन। जङ्गलको बास भयो। जम्मा म सुत्दा चाहिँ मजाले सुत्यो। हेलो एन्ड नमस्ते एभ्रिवान, गुड मर्निङ फ्रम एम्स्टर्डम भनेको त के भन्नु। बाटोको बास भयो। राति अब सुत्नु त 4-5 घन्टा राम्रै भयो होइन। अब यहाँ चाहिँ तपाईँको चिल छ। अँधारो उज्यालो भयो। गाडीमा नि सुत्यो जिन्दगीमा यस्तो पनि अनुभव हुँदो रहेछ जिन्दगीमा होइन। अनि अब अझै अर्को रात बिताउनु छ। अब चाहिँ पछाडिको ब्रेकै लाग्दैन। अब बिस्तारै एम्स्टर्डमसम्म चाहिँ जान सकिन्छ कि भन्ने सोचिरहेको छौँ। आज चाहिँ हेरौँ अब के हुन्छ। पुरै फगी भइरहेछ।
गर्दा चाहिँ हेर्न सक्नुहुन्छ च्याप्प सुत्या छ 4-5 घन्टा त मजाले सुत्यो सबको रियाक्सन देखाइदियो मामा खै त यस्तो छ जिन्दगी जे होस् ठिक छ जिन्दगीमा यस्तो अनुभव पनि गर्नुपर्छ भन्नु भने पनि यो त वाइल्डै अनुभव भयो रमाइलो भएको छ रमाइलो भएको छ होटेल छ गाडी छ बाटो छ सबै छ तर केही छैन भने जस्तै भाषा कि हिजो भाषा ठिक छ अब आज दिनभरि केही गर्न सकिन्छ कि हेरौँ होइन अब आज आइतबार भोलि मन्डे त खुल्छ सबै 20 किलोमिटर छ हिँडेर जान सक्दैन बजार यहाँदेखि यामछडौँ 30 किलोमिटर यता छ हाइवेमा आएर बसेका छौँ टो गर्ने पनि बोलाएको इन्सुरेन्सहरू सबलाई बोलायो केही पार लागेन सो गाइज घाम लाग्यो हेर्न सक्नुहुन्छ अब घाम लाग्यो त्यो भयो भन्ने बेला मात्र हो जिन्दगी यस्तो छ यहाँको स्थिति यहाँबाट यो कम्पनी छेउ परे बस्नको लागि चाहिँ 3 hours later अहिले चाहिँ हामी यहाँ ग्यारेजमा आएको छौँ यहाँनिर एकजनालाई आएर कुरा गरेको त्यसले बनाइदिन्छु भनेको छ हेरौँ आई होप बनाइदियो हुन्थ्यो यसै गर्छु पुल दुइटै पुल सिफ्टको लागि मात्र हाइड्रोलिक पुल बनाएर रहेछ नि त यस्तो छ विकास नेदरल्यान्डमा र यहाँ साइडमा बसेर पुरा चिल गरिरहेछन् गाडी उता ग्यारेजमा छ धन्न आज सन्डे एउटा खुलेछ हेल्प गरिदिन्छु भनिरहेको त्यसले Dit zijn andere remblokken die we zagen, man. Hè? Pak het kleine blokje, zie je net dat? Nee, ik haal hem even uit. Dit zijn andere die we op internet zagen. Volgens mij is dat... कपुत भाइस कपुत एउटा त पुरै छ एउटा भ्याइ हेर न सो गाइस लुक यस्तो छ यस्तो भायो पुरा यो कोरेर यस्तो भायो क्या यो ब्रेक प्याड नै यस्तो यो ब्रेक लाग्ने नलाग्ने थाहा आई डोन्ट नो डिस प्याड नमिलेर पुरा काटी बनाइदिएर खाएको केटाहरूले पुरा काटिरहेको आई होप मिल्दै हुन्थ्यो भनेको रमाइलो छ गाइस यतै हेर्न सक्नुहुन्छ त्यो प्राइभेट बोटहरू अब यो गाडी गयो ऊ त्यो पुल उठ्छ त्यहाँनिर उठेरै बस्छ त्यहाँनिर महिला ड्राइभिङ रहेछन् दिदीले ड्राइभिङ गरिरहेछन् क्या राखेको नमिलेर त्यहाँ अर्को गाडीको काटेर हालिराखेको त्यो पनि मिलिरहेन तनावलाई गाइस फाइनल्ली गाडी इज रेडी होइन रेडी भयो केटाहरूले धेरै हेल्प गरे जे होस् 1 सेकेन्ड सो गाइस फाइनल्ली गाडी इज रेडी होइन रेडी भयो केटाहरूले धेरै हेल्प गरे जे होस् त्यो रहेछन् यार मान्छे रहेछ चल त्यो गर्ने मान्छे रहेछन् अब चाहिँ हामी कता जाने त केटा हो बिच जाने कि जाने बीच पर टाढा छ 30 किलोमिटर 25 years later सो फाइनली गाइज वी आर हियर इन हेग गाडी बनाएर चाहिँ हामी डाइरेक्ट हेग ब्रिज आएको छौँ अब यहाँ एक घुम्छौँ मुख पनि धोएको छैन गाह्रो छ गाइज सो आज चाहिँ हामी यो नेदरल्यान्डको हेग बिचमा आएको छौँ जुन चाहिँ तपाईँको नेदरल्यान्डको चाहिँ फेमस बिच हो समुद्रको एकदम फेमस ठाउँ हो सो अब हेरौँ कस्तो छ के छ त्यहाँ रोटेपिङहरू पनि धेरै छ अनि सो आइरहेछौँ यो हो नि त कार भनेको ओ 90 होला
तिर्न लगाइरहेको छौँ हामी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ केटाहरू पुरा 4 बजे ठिक हुन्छ 2 बजे 2:30 बजे गाइस पार्किङ तिर्यो 1.5 घन्टाको चाहिँ 11 रुपियाँ नेदरल्यान्ड इज सो हेभी एक्सपेन्सिभ धेरै महँगो छ कि त्यहाँ चाहिँ अनि सो अब छिटो गएर छिटो फोर्सोटै खिचेर जाम्रुङ गएर 4 बजे हिँड्नु पर्छ 4 बजेर 1 मिनटसम्म छ ठ्याक्कै अनि सो यता गइरहेछौँ अब त्यहाँ रोटेपिङ छ त्यहाँनिर अब रोटेपिङ खेल्न जाने हो गाइस वी आर इन बिच हेर्न सक्नुहुन्छ जुन चाहिँ यो यहाँको हेक बिचलाई चाहिँ युएसको क्यालिफोर्नियाको बिच भन्ने यस्तो बवाल छ यो सेम लुक लाइक क्यालिफोर्नियाको बिच जस्तै छ कि बवालै छ चिसो हावा चलिरहेको छ चिसो छ खाना चाहिँ लुक एट दिस बिच सबजना चिलिङ पारामा हो नि त यो भनेको चाहिँ जुत्ता लाएर जाने र जुत्ता लाएर जाने यस्तो छ है आयो केटाहरू फाइनली आयो भन्ने क्या छिर्दैन सो लुक एट दिस त्यहाँनिर उयोहरू उतै छ यो पो हो त बिच त यार हो यी केटाहरू त गयो जुत्ता चप्पल खोलेर हामी कसरी गयौँ सो गाइस पछाडि चाहिँ पौडी खेलिरहेछन् केटाहरूले चाहिँ अनि पुरा घामले गर्दा होला कस्तो अर्कै आँखा कि रमाइलो भएन मैले भिडियोमा हेरेको थिएँ नेदरल्यान्डको हेग बिच चाहिँ युएसको क्यालिफोर्निया जस्तै छ भनेर मैले सुनेको थिएँ होइन तर सेम टु सेम रहेछ कि बवाल रहेछ रैला हानिराखन् गाइस म त गएन मलाई त उयो भयो चिसो पानी हो मेरो त फोटो नि खिचाएन भिडियो नि खिचाएन त केटा यार चलो केट्दैछ जलपरी आएर केटाहरू ताक्न गइसके त्यो बवाल छ सिन लुक एट दिस मेरो पछाडि देख्नुहुन्छ बहिनीहरू पनि छन् तर आफ्नो कोही छैनन् होइन गाह्रो चाहिँ पुरा भलिबल चलिरहेको छ यता चाहिँ अब हामी चाहिँ उतो रोटेपिङ नेरी जानु लाग्यो यो भुइँतिर शङ्खै छ क्या लुक शङ्खे किरा मोती पनि पाउनु सक्छ सुन्दर मोती खोज मोती पायो भने घरमा लिएर जानुहुन्छ पाउन सक्छ मोती पनि सो त्यहाँ बन्दी हान्ने पनि रहेछ हेर्न सक्नुहुन्छ ऊ त्यहाँनिर जाउँ त फलाएको हान्देऊ कि त्यहाँ बन्दी गर्नेलाई बन्दी पनि रहेछ होइन तर हामी त अभियसली गर्दैनौँ बन्दी कि सो गाइज होइन अब चाहिँ हाम्रो चाहिँ जम्मा 1 घन्टा 30 मिनट चाहिँ भिडियो थियो के अरे पार्किङ हालेर आएको थियौँ अब हाम्रो टाइम सक्यो होइन अब चाहिँ हामी यहाँदेखि चाहिँ जर्मनीको फ्राङ्कफर्ट जान्छौँ होला मेबी आई होप तपाईँहरूले इन्जोय गर्नुभयो होला सायद होइन यहाँ हेर्न सक्नुहुन्छ अझै इन्जोय गर्नु भएन भने इन्जोय गर्नु देखाइदिइरहेको छु मैले भन्ने अनि सो इन्जोय गर्नुभयो होला मेबी भाइहरूले त्यो उडाएर चङ्गा उडाएर यहाँनिर सो अब चाहिँ हामी यहाँबाट फर्किन लागेको अब तपाईँहरूलाई चाहिँ म त्यो हेगको सिटीहरू कस्तो छ के छ म तपाईँहरूलाई एक्सप्लेन गर्छु मोडर्न सिटी रहेछ एकदम बवाल राम्रो रहेछ अघि तपाईँले आउँदाखेरि भिडियो पनि हेर्नुभयो होला सायद होइन अब गाडी बने पनि अब चाहिँ हाम्रो यात्रा भनेको जर्मनीको फ्राङ्कफर्ट हुन्छ
जुन चाहिँ बब्बाल सिटी छ होइन। हाम्रो अर्को कुरा चाहिँ के भने बेल्जियम र लक्जमबर्ग घुम्ने कुरा थियो। हिजो गाडी बिग्रेको कारणले गर्दाखेरि त्यो चाहिँ हाम्रो सफल हुन सकेन। अफसोसको कुरामा चाहिँ त्यही नै छ। गाइस लुक एट दिस हेग सिटी जुन चाहिँ नेदरल्यान्डको एकदम फेमस सिटी हो यहाँ चाहिँ होइन। हेर्न सक्नुहुन्छ यो चाहिँ। सो गाइस होइन यस्तै भयो यो हेग चाहिँ हामीलाई एकदम मोबाइल लाग्यो। आई फिल होइन मलाई चाहिँ फिल भइरहेको थियो कि हामी चाहिँ युएसको क्यालिफोर्नियामा थियौँ जस्तो फिल भइरहेको थियो। सेम टाइपको बेस थियो त्यहाँ चाहिँ एकदम बवाल रमाइलो भयो। केटाहरूको रियाक्सन लिनु पछाडि कस्तो के भइरहेछ। हेलो साथी हो कस्तो लागिरहेछ? बब्बाल रमाइलो भोक लागेर के खाएको त्यस्तो केटाहरूले नुन पानीमा नुहाए। सो त्यही नै हो। अब चाहिँ हामी यहाँदेखि चाहिँ फ्र्याङ्कफुट चाहिँ 464 किलोमिटर छ। हामी लगभग राति पुग्छौँ होला नाइटमा। Another problem was फेरि गाडी ठोक्यो तनाव भयो। ठोक्यो चुस्सो छोको मात्र थियो पुरा उत्यो गर्ने छोको मात्र थियो अलिकति चुस्सो यहाँ पुरा सेन्सरै गयो भनिरहेछ। रोडको बिचमा तनाव भयो अर्को तनाव। पुलिसले पुरा पेपर बनाएर त्यहाँनिर। सो गाइज हामी चाहिँ नेदरल्यान्डबाट अहिले चाहिँ जर्मनीको फ्र्याङ्कफुट आइपुग्न लागेको छौँ। अनि बिच बाटोमा देखिहाल्नुभयो एक्सिडेन्ट नै भयो। गाडी पनि बिग्रियो। यो टुल त पुरा उत्यो भएर अनि त्यहाँनिर गाडी ठोक्यो होइन। अलिकति थोरै छोको थियो चुस्स मात्र छोको थियो। त्यो बुढाले कहाँ सेन्सर बिग्रिया छ भन्छ के भन्छ अनि सो त्यसैले गर्दाखेरि प्रब्लम बनाइदियो। लास्ट टाइम पुलिस आयो। पुलिसले इन्सुरेन्सहरू चेक गर्यो। मेरो लाइसेन्सहरू चेक गर्यो। मेरो युरोपको लाइसेन्स चाहिँ त्यही भयो खासै प्रब्लम भएन। अनि लास्ट टाइममा त्यो इन्सुरेन्सको लागि के पेपरहरू लेखेर दियो। अहिले म तपाईँहरूलाई देखाउँला। अनि त्यो पेपरहरू मलाई दियो। अनि उसलाई त्यो के भन्यो जर्मन भाषामा भन्यो। आई डोन्ट नो के भन्यो। सो पठाइदियो। अब त्यो पुलिसले चाहिँ अब 35 युरो चाहिँ चिट काट्नु पर्थ्यो तर तपाईँ भनेर काटिन भनेर सो चिट काटेन त्यतिकै पठाइदियो। त्यसमा चाहिँ ठुलो कुरा हो। फाइनली गाइज हामी चाहिँ आज नेदरल्यान्डदेखि जर्मनी आइपुग्यौँ फाइनली। तपाईँको अब हामी लगभग 80 किलोमिटर जति गएपछि फ्राङ्कफुटमा भन्ने ठाउँमा पुग्छौँ। फाङफुङ कि फाडफुड कि के हो के अरे। फाइनल गाइज हामी चाहिँ आज स्विजरल्यान्डदेखि होइन नि नेदरल्यान्डदेखि हामी यो जर्मनीको के अरे फ्राङ्कफुङ कि फ्राङ्कफुट फ्र्याङ्कफुट हो त्यो भन्ने देशमा यही ठाउँमा आइपुग्न लाग्यौँ। अब लगभग हामी 60देखि 65 किलोमिटर गइसकेपछि उहाँ फ्राङ्कफुटको के हो कुनै मिलेन। फ्र्याङ्कफुट भन्ने ठाउँमा पुग्छौँ आज। त्यहाँनिर गजबको एप्पल होटल हामीले त्यहाँको बुक गरेका छौँ। हेलो यहाँ गाइड नि अब हजुरहरूलाई म देखाउन गइरहेको छु। गाइज नि भनेको सरी मैले के भनेन त्यो हजुरहरूले मिलाएर बुझ्नु होला होइन। अलि जिब्रो लटपटिँदो रहेछ हात नभएको जिब्रो होइन। त्यो चोहरू तपाईँहरूलाई हामीले मनोरञ्जन गराइरहेको छौँ। फाइनली गाइज वी आर हियर इन फ्र्याङ्कफुट होइन। लुक एट दिस हेर्न सक्नुहुन्छ। यो चाहिँ फ्र्याङ्कफुट सिटी
ठुल्ठुलो हुँदो रहेछ। यहाँ एउटा इन्डियन होटल रहेछ होइन। गाइज लुक एट दिस फ्र्याङ्कफर्ट सिटी इन जर्मनी। यस्तो छ नाइट भ्यू। हामी चाहिँ यसो घुम्न आएको छौँ। अहिले चाहिँ रातिको 1 बज्यो। लुक एट दिस यहीँ भवालै छ यार, भवाल छ त गाइज। हामी चाहिँ यहाँ अब भन्न मिल्दैन कहाँ जान लागेको भनेर, तर जान चाहिँ खत्रै ठाउँ जान लागेको।